हेलो गाइस अनि ह्याप्पी होली सबैजनालाई। आई होप सबैजना सच्चै आरामै हुनुहुन्छ। अनि आज चाहिँ होली होइन, मैले चाहिँ आज होलीको नाममा केही स्पेसल बनाएर खाऊँ न भनेर सोचेको थिएँ। अनि मलाई चाहिँ सागको पकौडा एकदम मनपर्छ होइन, त्यही भएर म चाहिँ बारीमा आएको थिएँ पकौडाको लागि सामानहरू टिप्नुको लागि होइन। मैले चाहिँ लसुनको पत्ता, धनियाँ, सागहरू टिपेँ। हजुरहरूलाई चाहिँ सागको पकौडा मनपर्छ कि पर्दैन कमेन्ट गर्नु होला। मलाई चाहिँ एकदम मनपर्छ होइन। अनि म सँगसँगै मेरो छोरा पनि बारीमा आएको थियो मसँग। अनि मलाई चाहिएको सबै टिपेँ होइन। अनि म चाहिँ घर जाँदै थिएँ। घर चाहिँ भाउजूले भाइलाई पुरा होली दल्दिँदै हुनुहुँदो रहेछ होइन। तर हामीले चाहिँ होली चाहिँ बिहानै मनाएर भ्याइसकेको थियौँ होइन। अनि नानीहरू चाहिँ अझै पनि होली नै दलेर बसेको थियो। त्यहाँबाट म चाहिँ पकाउनुतिर लागेँ होइन। मैले चाहिँ के बनाएको थिएँ भन्नुमा आज चाहिँ फर्स्ट चाहिँ मैले चनाहरू फ्राई गरेँ होइन। त्यसको लागि सबै सामानहरू रेडी गरेँ। अनि त्यहाँबाट फर्स्ट मैले चना फ्राई गरेँ। अनि आजको के बारे चाहिँ पर्क थियो। अनि त्यहाँबाट आलुकोपी फ्राई, अनि पकौडा, त्यहाँबाट पापड, अनि पुरी, पानीपुरी होइन। अनि त्यहाँबाट फेरि सबै नै फेभरेट चटपटे। अनि मैले चाहिँ चटपटे पनि बनाएँ होइन। चटपटे बनाएपछि पानीपुरीको किमा रेडी गरेँ। त्यहाँबाट पानीपुरीको पानीहरू रेडी गरेँ। अनि त्यहाँबाट लास्ट चाहिँ फ्रुट्सहरू रेडी गरेँ होइन। फ्रुट्स चाहिँ बच्चाहरूलाई एकदम मनपर्छ नि त, त्यहाँबाट बच्चाहरूको लागि फ्रुट्स गराएँ। तर सबै यति मिठो भएको थियो होइन। तर पकाउँदा पकाउँदा म पनि यति टायर्ड भइसकेको थिएँ। त्यो पनि एकदम मलाई चाहिँ कुकिङहरू गर्नु भनेपछि चाहिँ एकदम खुसी लाग्छ होइन। अनि यो सबै चाहिँ आज मैले बनाएको है त। अनि त्यहाँबाट हामीहरू सबैजना बसेर त्यहाँबाट इन्जोय गर्नु थाल्यौँ होइन। हामीले चाहिँ घर फ्यामिलीमा धेरैजना छौँ। त्यहाँबाट बाहिरको मान्छे नभए पनि कति इन्जोय हुन्छ है हामी फ्यामिली मात्रै बसेर खाँदाखेरि। फेरि मलाई चाहिँ बाहिरको मान्छेहरूभन्दा धेरै फ्यामिली बसेर खाएको चाहिँ एकदम मनपर्छ होइन मलाई। फेरि आफूले बनाएर खुवाउनु चाहिँ त्यो चाहिँ झन् के भनौँ अलग्गै लेभलको खुसी मिल्छ क्या मलाई चाहिँ त्यस्तरी नि। मलाई चाहिँ एकदम मनपर्छ होइन कुकिङ गरेर अरूलाई खुवाउनु। अनि हामीहरू चाहिँ पकाएर पनि खाएर पनि इन्जोय गर्दैछौँ। अनि आई होप तपाईँहरूले पनि होली इन्जोय गर्नुभयो होला। बाई बाई।